नमस्ते, म डाक्टर दिपेन्द्र कार्की, मधुमेह, थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर। आज एउटा महत्त्वपूर्ण टपिक, एउटा इन्ट्रेस्टिङ बिरामीहरूले धेरै नै प्रश्न गर्नुहुने, कन्फ्युजन भएको टपिकको बारेमा डिस्कसन गर्न गइरहेछु। मेरो धेरै जस्ता सुगर थाइरोइडका बिरामीहरू अथवा दीर्घ रोग भएका बिरामीहरू आउनुहुन्छ ओपिडीमा र उहाँहरू धेरैजनाको एउटा जिज्ञासा र त्यो एकदमै महत्त्वपूर्ण जिज्ञासा रहने गर्छ। त्यो के भन्दाखेरि, डाक्टर साहब मैले एकदमै धेरै औषधिहरू खाइरहेको छु, सुगरको औषधि खाइरहेको छु, प्रेसरको औषधि खाइरहेको छु, त्यसपछि गएर कहिलेकाहीँ दमको औषधिहरू खाइरहेको हुन्छु अथवा कहिलेकाहीँ थाइरोइडको औषधिहरू खाइरहेको हुन्छु। मेरो औषधिहरू एकदमै धेरै छ। त्यस कारणले यति धेरै औषधि खाने भएको कारणले मैले चाहिँ ग्यास्ट्रिकको औषधि पनि नियमित सेवन गर्नुपर्ने हुन्छ, खानुपर्ने होइन र डाक्टर साहब भनेर सोध्नुहुन्छ। यस्तो यदि तपाईँहरू पनि दीर्घ रोगी हुनुहुन्छ, धेरै प्रकारका रोगको औषधिहरू खाइराख्नु भएको हुनुहुन्छ भने सबै दीर्घ रोग भएका व्यक्तिहरूले अथवा सबै औषधि खाइराख्नुपर्ने बिरामी भएका व्यक्तिहरूले चाहिँ अनिवार्य रूपमा ग्यास्ट्रिकको औषधि अर्थात् प्यान्टोप्राजोल भन्ने, एसोमोप्राजोल भन्ने अथवा ऱ्याबिप्राजोल भन्ने यी खालका औषधिहरू नियमित खानै पर्छ भन्ने हुँदैन। कुनै कुनै रोगको बिरामीहरू जसमा चाहिँ कुनै औषधि जसको कारणले चाहिँ ग्यास्ट्राइटिस अथवा ग्यास्ट्रिक बढ्ने गर्छ, त्यस्ता बिरामीहरूले चाहिँ ग्यास्ट्रिकको औषधि त्यो सँगसँगै सेवन गर्नुपर्ने हुन्छ। त्यो पनि केही समयको लागि नियमित वर्षौँसम्म चाहिँ ग्यास्ट्रिकको औषधिहरू हामीले सेवन गर्नु हुँदैन, किनभने वर्षौँसम्म ग्यास्ट्रिकको औषधिहरू सेवन गऱ्यो भने त्यसको आफ्नै साइड इफेक्टहरू हुन्छ। त्यसले गर्दाखेरि कहिलेकाहीँ हामीलाई एट्रोपिक ग्यास्ट्राइटिस भन्ने समस्या गराउँछ र ग्यास्ट्रिक औषधिको बानी पर्छ, त्यो नखाइ नहुने हुन्छ त्यसपछि। र त्यस्तै गरेर ग्यास्ट्रिकको औषधिको कारणले अनुसन्धानले के देखाएको छ भने लङ टर्म वर्षौँसम्म ग्यास्ट्रिक औषधि खायो भने त्यसले अस्टियोपोरोसिस पनि गराउन सक्छ, किडनीमा समस्याहरू गराउन सक्छ, त्यस्तै अन्य विभिन्न समस्याहरू गराउन सक्छ। त्यस कारणले त्यो लामो समयसम्म धेरै वर्षसम्म खान मिल्दैन। र रह्यो सवाल दीर्घ रोगीहरू जस्तै सुगरको रोगीहरू, प्रेसरको रोगीहरूले औषधिहरू सेवन गरिराख्नु भएको हुन्छ र उहाँहरूले औषधि सेवन गर्दा ग्यास्ट्रिकको औषधि खाने कि नखाने। डायबिटिज, मधुमेह रोग लागेका व्यक्ति, हाइपरटेन्सन भएका व्यक्तिहरूले औषधि खाएका त्यसको लागि औषधि खाए तापनि ती औषधिहरूले चाहिँ ग्यास्ट्राइटिस गराउने त्यसको गुण हुँदैन। त्यस कारणले गर्दाखेरि मधुमेह, थाइरोइड, प्रेसरका रोगीहरूले त्यसको लागि औषधि नियमित सेवन गरे पनि ग्यास्ट्रिकको औषधि प्यान्टोप्राजोल, एसोमोप्राजोल अथवा ऱ्याबिप्राजोल भन्ने औषधिहरू अनिवार्य रूपमा सधैँ खानुपर्ने भनेर हुँदैन, किनभने त्यस्ता औषधिले ती रोगका औषधिहरूले ग्यास्ट्राइटिस गराउँदैन र त्यसको लागि हामीले यो औषधिहरू ग्यास्ट्राइटको औषधि खानुपर्ने बाध्यता छैन। कुनै कारणवश ग्यास्ट्राइटिस भएको खण्डमा सर्ट टर्म केही समयको लागि चाहिँ हामी खान सक्छौँ र ग्यास्ट्राइटिस निको भयो भने हाम्रो जीवनशैलीकोमा हामीले दैनिक खानेकुराहरूलाई चाहिँ ब्यालेन्स गरेर खान सक्यो भने ग्यास्ट्रिकलाई हामीले रोक्न सक्छौँ र त्यसको लागि औषधिको सेवन यी दीर्घ रोग भएका बिरामीहरूले औषधिको सेवन गर्नै पर्छ भन्ने बाध्यता छैन। धन्यवाद।